अब यो हाम्रो अब यो सोशल कुरा हो नि त सोशल कुरा अब पिसाब अब यङ हुने बेलामा चाहिँ त्यो कन्ट्रोल भइसकेको हुँदैन हामीलाई त्यो सोशल कुरा नै हुँदैन हैन पहिला कति महिनाको उमेरसम्म कति वर्षको उमेरसम्म त हामीलाई चाहिँ दिनरात अब चाहिँ हाम्रो नेचुरली नर्भस सिस्टम पनि कन्ट्रोलमा आइसकेको हुँदैन प्लस हामीलाई सोसियली पनि त्यो चाहिँ बिस्तारै बानी पर्ने कुरा हो कहिले पिसाब फेर्न हुन्छ हुँदैन यस्तो खालको ह्याबिचुअल कुराहरू हुन्छ तर एडल्ट भइसकेपछि अब हामीलाई चाहिँ अब त्यही हिसाबले चाहिँ अब कन्ट्रोल गरेर पिसाब फेर्नु पर्ने हुन्छ अब पिसाब छ्यापेको छ जेन्युनली त्यहाँ पिसाब फेर्दाखेरि ब्ल्याडरको क्यापेसिटी झन्डै अब 500 आधा लिटर जस्तो हुन्छ तर हामीलाई चाहिँ 350 500 400 जस्तोमा अलिअलि ब्रेनमा सिग्नल गइसकेको हुन्छ ब्ल्याडरको स्ट्रेच रिसेप्टर हुन्छ त्यसले चाहिँ सिग्नल पठाउँछ स्पाइनल कोर्डबाट माथि अब पिसाब भरि नै छ तपाईँ चाहिँ अब आधी घन्टा 1 घन्टापछि अब फुल अब तन्किन्छ नै बिस्तारै अब चाहिँ अर्को आधी घन्टा 1 घन्टामा चाहिँ टोइलेट खोज्नुपर्छ होला भन्ने खालको स्ट्रेच हुँदै जान्छ अनि किनभने अब किडनीले त आफ्नो काम गर्दै जान्छ त्यो युरिन त प्रोडक्सन एउटा रेटमा भइरहेको हुन्छ अनि अर्को आधी घन्टा 1 घन्टामा त खोज्नु पर्यो हो त्यो बेलामा पनि खोजिएन भने हामी कहीँ बसमा छौँ अथवा चाहिँ केमा छौँ अथवा चाहिँ त्यहाँ टोइलेट अभाइलेबल छैन जङ्गल जे होस् त्यस्तो अब सोसियली एक्सेप्टेबल ठाउँ पाइएन भने चाहिँ अप्ठ्यारो हुन्छ अनि त्यस्तो बेलामा त टु मच स्ट्रेच भयो भने त पिसाब चुइन पनि सक्छ कतिपय बेला महसुस भएको छ त्यो हामीलाई चाहिँ ब्ल्याडरले थान्ने कुरा पनि भएन अनि अर्को कुरा चाहिँ त्यो कसैलाई चाहिँ त्यो ह्याबिचुअली त्यस्तो गर्ने बानी पनि हुन्छ त्यो बानीबाट चाहिँ हट्नुपर्छ हैन अब पिसाब चाहिँ भरेकै छैन र अनि त्यो रङ मेसेज गइरहेको छ ब्रेनमा कसै फिमेलमा हुन्छ कसै मेल त्यस्तो मेसेजहरू रङफुली गइरहेको छ जुन चाहिँ नसाको रोगको सङ्केत हुनसक्छ कहिलेकाहीँ डायबिटिजको सङ्केत हुनसक्छ कसैको चाहिँ अब उमेर हुने गएपछि प्रोस्टेटले चाहिँ पिसाब ननिख्रेको सङ्केत हुनसक्छ पिसाबको थैलीमा पिसाब जमेर बसिरहेको फ्लस गरेपछि राम्रोसँग फ्लस नभएको जस्तै मानौँ न अब पिसाब फेरेपछि त्यो राम्रोसँग निख्रिएको छैन भने त्यो त छिटो भरिन्छ नि जेन्युन हो कि होइन के छ त्यो कुराहरू चाहिँ पत्ता लगाउनु पर्छ यदि जेन्युन रहेछ भने चाहिँ त्यो उहाँहरूलाई चाहिँ त्यो ह्याबिचुअल कुराहरू चाहिँ ज्ञान दिनु पर्यो तपाईको त्यस्तो छैन अब अल्ट्रासाउन्डमा सबै राम्रो छ पिसाबको धारा राम्रो छ ल्याब टेस्टहरू गर्न सबै ठिक छ रगतमा सब ठिक छ भनेर चाहिँ उहाँलाई रिएस्योर गर्नु पर्यो तपाईँ चाहिँ यसो 3-4 घन्टामा यसो पिसाब फेर्ने बानी गर्नुहोस् यति पानी खाने गर्नुहोस् यसो भनेर चाहिँ हामीले एजुकेट गर्नुपर्ने हुन्छ कसैको जेन्युनली त्यो राम्रोसँग एम्टी भएको छैन प्रोस्टेट बढेको छ पिसाबमा अनेक समस्या छ अर्को चिजले आएर पिसाब थैलीलाई थिचिएर चाहिँ भिडियो अल्ट्रासाउन्ड अथवा सिटी एमआरआई केही चिजमा त्यस्तो देखिरहेको छ भने त्यो कारणहरू चाहिँ पत्ता लगाउने काम चाहिँ हाम्रो युरोलोजिस्ट र अनि नेफ्रोलोजिस्ट गर्नु